आफ्नो ड्राइभिङ मात्रै राम्रो भएर के गर्नु, मृदुङ्गाहरू बङ्गाएर ठोकेर डङ्गा आफूलाई पैसा तिराउँछन्। त्यही भएर म चाहिँ गएँ ड्राइभिङ सेन्टरतिर। आज नै मेरो ट्रायल थियो, एक यहाँ राइड हाने, त्यसपछि म लागेँ फ्याक्ट्रीतिर। फ्याक्ट्रीमा गएँ, भोकले एकदमै पेट बुङ बुङ पारिसकेको थियो। अरेबिक खाने मुडमा लागियो अरेबिक मिट दोकानतिर। त्यसपछि गयो आज खानको लागि चाहिँ बाक्लावा र शर्मा खाने भन्ने प्लान भयो। अनि अर्को केबाब पनि बक्लो हुँदै बाक्लावा त खाइयो, शर्मा पनि खाइयो। तर म बाहिर हुँदाखेरि खाएको जुन चाहिँ केबाब थियो, यहाँको केबाब र त्यो केबाब पनि फरक रहेछ। जति नै टेन्सन भए पनि खाना चाहिँ छोड्नु हुँदैन है भन्दै डज दिँदै त्यहाँको पुरा एम्बियन्स देखाउँदै थिएँ। खाना पनि ढाक्क आएँ, बबाल होला भनेर ढाक्क रोटीको रोलभित्र हेरेँ, क्रिम चिज सिज छ भनेर आएर गुहाम मुखा हाल्छु त रोटीभित्र पुरै मासु हालेको जस्तो पो फिल भयो त मलाई। खाँदा हल्का ठिकै थियो। भने फेरि दोकानमा छ्याचारो चुचु गर्न पनि नमिल्ने भनेर खाएँ। मिठै थियो, नमिठो नि होइन। तर जुन चाहिँ अरेबियनको एउटा एकदम ठुलो खाले सोच थियो, गएर ड्याम्मै अरेबिक खाने हो, बवाल बनाउने भनेर गएको। एक्सपेक्टेसन भर्सेस रियालिटीमा गएँ। झन् बाक्लावा नाम सुन्दै यस्तो बवाल भनेर हेरेको त बाक्लावा त पुरै हामी पैसा तिर्ने बक्लोल, अनि खाने चाहिँ बाक्लावा रहेछ। त्यही पनि लुम्ड्याउनु पऱ्यो भनेर खाएको, मारी गुलियो रहेछ। म चिनी नखाने मान्छेलाई, गुलियो नखाने मान्छेलाई अनुहार हेरेर न मेरो ज्वरो आए जस्तो भयो नि त। अनि त्यस पछाडि भयो आज ट्रायल चाहिँ दिन जानुपर्छ। तर जस्तो खाना खाए पनि यही खानाको एनर्जीमा गएर ट्रायल जाम्मै दिन्छु भनेर गएर ड्याममै ट्रायल दिएँ। पास भयो कि फेल भएँ हजुरहरू कमेन्ट गर्नु होला, टेन्सन छ मलाई।